ल सम्पूर्ण नमस्ते। हामी एउटा विषयवस्तु अन्तर्गत नेपालको पछिल्लो चरणको राजनीतिको बारेमा हामी तीनजना साथीहरू जम्मा भएको छ। उहाँहरूमा आज नेपालको पछिल्लो राजनीति जेएनजीको आन्दोलन पछाडिको अहिले देखा परेको र अथवा भर्खर वर्ष सकिएको पनि सकिसकेको छ। त्यसपछि फेरि एउटा आरी घोप्टे पानीले धेरै मान्छे जनधन पनि क्षति भएको छ। त्यसै विषयवस्तुमा सेरोफेरो गरेर सरकारले कति काम गरे या गरेन भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौँ। यहाँ हाम्रो राजु दाइ हुनुहुन्छ, त्यसै गरी यहाँ हाम्रो चाहिँ चन्द्रपुर पौडेलज्यू हुनुहुन्छ। हामी तीनजना आज यो विषयवस्तुमा जनमत स्तरसम्म जनतासम्म चाहिँ भइरहेका पहलका कुराहरू के भए र सरकारले के काम गर्यो र आगामी दिनमा के गर्नुपर्छ भन्ने कुराहरूको विषयमा आज हामी कुरा गर्दैछौँ। सबैभन्दा पहिला हाम्रो चन्द्रप्रसाद पौडेलज्यूलाई यस विषयमा केही कुरा राख्न म अनुरोध गर्छु। अब मलाई लागेको विषय के छ भने अब यही अहिलेको आरी घोप्टे पानीको विषयमा छलफल गरौँ। दसैँ सकिएको छ र सकिनै नपाउँदै विजया दशमीको भोलिपल्टैबाट पानी पर्यो। त्यो पानीमा मलाई लाग्छ के लाग्छ भने अघिल्ला सरकारहरूको चाहिँ जब क्षति भइसक्थ्यो त्यस पछाडि मात्रै उपस्थित भएको देखिन्थ्यो। तर यो अहिले भएको यो नागरिकको एउटा सरकार बनेको छ आन्दोलनपछि, यो सरकारको चाहिँ पूर्व तयारी, व्यापक पूर्व तयारी र सुन्नमा आएमा रातभरि खटेर आफ्नो संयन्त्रहरू खट्यो भन्ने छ। त्यसले थोरै कम क्षति भयो कि भन्ने छ। क्षति त भएको छ विभिन्न जिल्लामा। इलाममा सबभन्दा धेरै क्षति भयो भन्ने समाचारहरू आइरहेको छ। सबै समाचार अझ आइसकेको छैन, पानी जहाँ हट्दैछ। त्यसो भएर केही चासो देखाएर काम गर्यो भने काम हुनसक्छ भन्ने लाग्छ मलाई। र अर्को कुरा, लामो समयदेखि लोकतान्त्रिक गणतन्त्र देशमा आयो, तर लोकतान्त्रिक गणतन्त्र चाहिँ आम जनताले छुन र छाम्न नपाउँदा फेरि एउटा आन्दोलन उठेको छ र यो आन्दोलन चाहिँ एउटा ट्र्याकमा गइसकेको छैन। फागुन 21लाई चुनाव तय भएर नागरिक सरकार बनेको छ र आम जनचासो चाहिँ फागुन 1मा चुनाव हुँदैन कि भन्ने विषयमा पनि चाहिँ चिया गफहरू उठिरहेको छ चिया चौतारोमा। त्यसो भएर हामी यही अहिलेको समसामयिक विषय चाहिँ मलाई के लाग्छ भने यो सरकारले चाहिँ एउटा खालको ट्र्याकमा ल्याइदियोस् र चुनाव चाहिँ भइरहे ढङ्गबाट चुनाव होस् र त्यो आउने सरकार जुन बन्छ त्यसले चाहिँ जनताले, लोकतान्त्रिक गणतन्त्र आफैमा एउटा चाहिँ उत्कृष्ट संविधान छ र त्यो लोकतान्त्रिक गणतन्त्र आम नागरिकले छुन पाउने, छाम्न पाउने, महसुस गर्न पाउने गरी होस् भन्ने मेरो एउटा धारणा छ। ठिक छ। त्यसै गरी अब राजु राई के छ यसमा तपाईँको कस्तो भइरहेको धारणा के हो? अहिले सरकार गरेको काम, अहिले परेको सरकार र यो आरी घोप्टे पानीले भएको जनजाति क्षतिमा सरकारले कस्तो पहल दियो र नागरिक समाजले कस्तो पहल लिनुपर्छ? अब मेरो विचारमा चाहिँ अहिलेको सरकारले जुन अहिले 46 सालभन्दा पछिको सरकार र अहिलेको सरकारमा जनताप्रति अलिकति दायित्व हो कि भन्ने जस्तो महसुस भएको छ र जनताप्रति महसुस भएको छ। किन रात दिन खटिरहेछ अहिलेको सरकार होइन। उसले चाहिँ आफ्नो चाहिँ क्षमताले भ्याएसम्म पुलिस प्रशासन, आर्मीलाई निर्देशन दिइरहेछ। त्यसले चाहिँ अलिकति राम्रो 46 सालभन्दा पछिको सरकार यही हो कि जनताले महसुस गर्ने सरकार चाहिँ अहिलेको सरकार हो कि जस्तो लाग्छ। र सरकारले अब ठ्याक्कै जनताभित्र जनताको महनमा बस्ने गरेर एउटा दुईटा काम अझै गरिदियो हुन्थ्यो कि होइन। शिक्षा मन्त्रीले शिक्षा फेरि, स्वास्थ्य मन्त्रीले स्वास्थ्य फेरि होइन। र त्यो 2-3 काम गरिदियो भने जनताले पनि हाई हुने होइन। कानुन संशोधन गरेर शिक्षा स्वास्थ्य फेरि गरिदियो भने विद्यार्थीहरू विदेश जानुबाट रोकिन्छ कि, नत्र भने त यो उही कराउँछ के अरे, काग करायो दक्षिण हरायो भने जस्तै हुन्छ होइन। हिजोको सरकार 46 सालभन्दा पछाडिको सरकारहरूले के गर्यो? लुट्ने, नेताहरू गाउँ जाने, युवाहरूलाई बटल्ने, अनि पल्लोहरूको काकाको छोरो, बालाहरूको देउराको छोरोलाई जुझाएर आफू ठुलो बनेर लुट्ने धन्दा गरिरहेको छ। अब जनताले बुझिसकेको छ होइन। अहिलेको सरकारले चाहिँ अब यो लुट्नेबाट वञ्चित गरेर जनतालाई स्वास्थ्य र शिक्षा फेरि र हाम्रो देशमा चाहिँ के छ भने 2टा चिज मात्रै गरिदिए पुग्छ। जल, जडीबुटी। विश्वमा सबैभन्दा महँगो जडीबुटी नेपालमा पाइन्छ। अनि तेस्रो मुलुक जलको मुलुक। यो चाहिँ संरक्षण गरेको यो अहिलेको सरकार चाहिँ तत्काल अब त्यो अवस्थामा जाँदाखेरि सरकार होइन, यो चुनावी सरकार हो
तपाईँले भने जस्तो निर्वाचन पछाडि आउने सरकारमा यी कुरा गर्ने मान्छे आउनु पर्यो भन्ने भनेको तपाईँको होइन होइन मेरो भनाइ त त्यो हो हो। तर पनि के हो भने यसले चाहिँ नियम कानुन संशोधन गरेर यो चाहिँ गर्नुपर्छ है नेपालको हाम्रो नेपालको पहिचान हाम्रो नेपालको चाहिँ भूमि होइन लाई संरक्षण गर्नुपर्छ है भनेर एउटा कानुनलाई गरेर राख्यो भने यो तपाईँको सुझाव भयो होइन तर अहिले तत्काल चाहिँ सरकारले यो पानी पर्यो नि दसैँ पछाडि हजुर। त्यो पानीमा चाहिँ गरेको कुरा तपाईँलाई ठिक लागिरहेको छ नि एकदम एकदम र यो राजमार्गहरू खुल्ने क्रम पनि जारी छ राजमार्गमा जुन सरकारले जुन एक्सन लियो त्यो एक्सनले चाहिँ राम्रो काम गरेको छ नि गरेछ होइन? मैले भनिहालेँ नि अघि नै भने नि तपाईँको 46 सालभन्दा पछिको सरकार यो अहिले नि सरकारको महत्त्वपूर्ण महसुस भएको देखियो एकदम होइन त सर के छ सरकार छ भन्ने महसुस छ तर हो। अझै पनि सरकारले गर्नुपर्ने काम सरकार पूर्ण रूपमा बनिसकेको छैन कतिजनाको मन्त्रीमण्डल बन्ने हो हो। र त्यो बनेर चाहिँ सरकार हामीले महसुस गर्ने गरी चाहिँ हो। आम नागरिकले महसुस गर्ने गरी काम गरोस् र चुनाव गराओस् भन्ने हो ल त आम नागरिकलाई हामीले अब ढिलै भए पनि यो दसैँको शुभकामना दिउँ हामी आइरहेका तिहारलाई पनि फेरि हामी गरौँ र दिनदिनै हामी यस्तो छलफलमा हामी जुट्ने छौँ तर आज हामीले गर्न सकेको विषयवस्तुमा हाम्रो रिपोर्टेड समाजसेवीहरू राजु भाइ त्यसै गरी चन्द्रपुरुष पौडेलज्यू र अब कार्यक्रम प्रस्तावनी बोला रामेश्वर भण्डारी यो विषयमा छलफल गरेका छौँ यहाँले हाम्रो कार्यक्रम हेर्दै जानु होला लाइक कमेन्ट सेयर गर्दै गर्नु होला काली मिडियाकोमा यहाँहरूलाई यस्तै यस्तै कार्यक्रमहरू र यहाँको जनचासोको विषयहरू हामी लिएर वस्तुहरू बाचा गर्दै आज चाहिँ बिदा हुन्छ धन्यवाद नमस्ते नमस्ते। सबैको जय होस् होस्